मलेसिया अहिले पूर्ण रूपले खुलेको छैन, तर एउटा दुईटा कम्पनीको डिमान्ड आइरहेको छ। मलेसियाको नयाँ डिमान्ड 2025 यानी 2082 सालको नयाँ मलेसिया डिमान्ड हो। कम्पनीको नाम DHL इन्टरनेशनल सप्लायर चाइना हो। यस कम्पनीको डिमान्ड हाम्रो नेपालको मेन पावरमा आइसकेको छ र यो मेन पावरको नाम हो इन्टरनेशनल मेन पावर रिक्रुटमेन्ट प्राइभेट लिमिटेड हो। डिमान्ड लट नम्बर 200-989 छ। यस डिमान्डको विज्ञापन मध्याह्न राष्ट्रिय दैनिकमा छापेको छ। DHL इन्टरनेशनल सप्लायर चाइना कम्पनीको विवरण र डिटेल्स म तपाईलाई क्याप्सनमा यसको लिङ्क म पठाइदिन्छु। त्यो लिङ्कमा क्लिक गरेर तपाईले हेर्न सक्नुहुन्छ। मलेसियाको कुन ठाउँमा छ? अर्को लिङ्क म पठाइदिन्छु तपाईलाई। त्यो लिङ्कबाट तपाईले अनलाइन पनि फर्म भर्न सक्नुहुन्छ र त्यहाँ हेरेर तिमीले मेन पावरको डिटेल्स र त्यसको फोन नम्बर पनि त्यहाँ पाइहाल्छ। नेपालबाट मलेसियाको DHL इन्टरनेशनल सप्लायर चाइना कम्पनीमा कामको अवसरहरू विभिन्न हुन सक्छन्। DHL एक ठूलो कम्पनी भएकोले त्यहाँ धेरै प्रकारका कामहरू उपलब्ध हुन सक्छन्। केही सम्भावित कामहरू यहाँ उल्लेख गरिएको छ। लजिस्टिक र आपूर्ति श्रृङ्खला व्यवस्थापन। यसमा सामानहरूको ढुवानी, भण्डारण र वितरणको योजना र व्यवस्थापन गर्ने काम पर्दछ। ग्राहक सेवा ग्राहकहरूको प्रश्नहरूको जवाफ दिने, गुनासोहरू सम्बोधन गर्ने र ढुवानीको स्थितिबारे जानकारी प्रदान गर्ने काम। वेयरहाउस र सञ्चालन। सामानहरू प्राप्त गर्ने, भण्डारण गर्ने र पठाउने काम। प्रशासनिक कार्यहरू, डेटा प्रविष्टि, रिपोर्टहरू तयार पार्ने र कार्यालयको कामहरू व्यवस्थापन गर्ने काम। IT र प्राविधिक कार्यहरू, कम्प्युटर प्रणालीहरू र सफ्टवेयरहरूको व्यवस्थापन र मर्मत गर्ने काम। तपाईले DHL को वेबसाइटमा वा अनलाइन जब पोर्टलहरूमा उपलब्ध कामको अवसरहरू हेर्न सक्नुहुन्छ। तपाईले आफ्नो योग्यता र अनुभव अनुसार कामको लागि आवेदन दिन सक्नुहुन्छ। यदि तपाईसँग कुनै विशेष कामको बारेमा प्रश्न छ भने कृपया कमेन्टमा सोध्नुहोस्। म तपाईलाई थप जानकारी दिन सक्छु। तपाईले क्याप्सनमा लिङ्कहरू पठाएपछि मलाई DHL कम्पनीको विवरण र अनलाइन आवेदन फारम भर्न मद्दत पुग्नेछ। साथै मेन पावर कम्पनीको डिटेल्स र फोन नम्बर पनि त्यहाँबाट थाहा पाउन सकिनेछ। यदि तपाईसँग अरू केही प्रश्न छन् भने सोध्न सक्नुहुन्छ।